हेलो गुड आफ्टरनुन सबैलाई है। आज चाहिँ हामी तल बङबस्तीको हेल्थ सेन्टर जाँदैछौँ। अनि स्पन्दनको चाहिँ 1.5 वर्षको आँखाको दबाई छ, त्यो खिलाउनु। अनि रविनालाई पनि मन्थली चेकअपमा बोलाउनु भएको छ। रविना हेर, जाँदैछौँ हामी। ऊ पर पुग्यो अद्वैता, यता हेर, अद्वैता पनि छ। अनि स्पन्दन र रुपेन मामा चाहिँ तल पुग्नु भएछ। देखाउँछु तपाईँहरूलाई। रमाइलो छ हाम्रो बङबस्ती। हेर्नुहोस् न, यो 100 डेजको बाटो है, सजिलो भएको छ। सुक्खा महिना रमाइलो छ। जाँदैछौँ हामी। ल स्पन्दन यता हेर, ऊ रुपेन मामा। अनि यहाँ चाहिँ आइपुग्यो सिद्धिविनायक गणेश मन्दिर बङबस्तीको। मन्दिर भएर जानुपर्छ। घन्टी बजाउनुहोस्। मामाले हेरे टिङ टिङ। लु स्पन्दन पनि, चिटी 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 स्पन्दन पनि। लु टिङ। यो चाहिँ गणेश मन्दिर आइपुग्यो हामी। यहाँदेखि अझै तल जानुपर्छ। गणेश स्कुल पनि छ यहाँ तल। स्पन्दनको कान्छा मामा चाहिँ गणेश स्कुलमै टिचर गर्नुहुन्छ। ठुलो आँपको रुख छ यहाँनिर, शीतल ताप्ने ठाउँ। यो गणेश मन्दिर चाहिँ नेपालको पशुपति मन्दिरको ढाँचामा बनिएको छ। कालिम्पोङको एकमात्र यसरी बनिएको मन्दिर, पुरानो मन्दिर। हेर्नुहोस् बङबस्तीमा। अब गणेश पूजा आउँदैछ, सरस्वती पूजाको अघिल्लो दिन है, 22 तारिक यहाँ ठुलो पूजा लाग्छ। हेर्नुहोस् कति मजाले बनिएको छ। नेपालको कारिगरहरू आएर बनाउनु भएको यो मन्दिर निर्माण गर्दा उहाँलाई बोलाएको थियो। हेर्नुहोस् कति रमाइलो छ। स्पन्दन हेर्नु रमाइलो गरेको। ए यो बजेको देखेर, ए यो उडेको। यहाँदेखि अझै तल छ। हामी चाहिँ यहाँ तल जानुपर्छ। सेन्टर चाहिँ हेल्थ सेन्टर। अद्वैता उसलाई कस्तो मन पर्यो है। यता हेर, अब पुग्नु आँट्यो। नानी यता हेर, पुप्पा भने हेर्दैन अरे। नहेर ल, यता नहेर है। पराल राखेको हेर्नुहोस् न, फ्युचर युजको लागि है। कस्तो मजाले, क्या मजाको टार। यहाँ चाहिँ कफी बिन्स रहेछ है, खेती फली पनि रहेको रहेछ। यता चाहिँ खेतीबारी राम्रो हुन्छ। हेर्नुहोस् फलिरहेको रहेछ है मजाले। हजुर हजुर, हिँड हिँड हिँड। थाक्यो? पापालाई त गरम पनि भएछ, ज्याकेट हेर न। पर्खन हौ, म अगाडि जान्छु नि हौ। खै यता हेरौँ, मेरो छोरा हिँडेको। आइची एकछिन हेर्दैन अरे। हेर्नु नि कस्तो नटी हौ। होइन होइन, पानी कस्तो नटी हौ। अब चाहिँ कार्ड बोकेको छ। सेन्टर आइपुग्नु आँट्यो। थाक्यो, निकै टाइम लाग्यो। अब चाहिँ आइपुग्यो हामी सेन्टर। भाइ त अघि आइपुग्यो पापासँग। आदि पनि अघि आइसक्नु भयो। ल अब जाउँ भित्र। नानु यता आऊ। हेर्नु नि एक्लै गएको। यता आऊ, अब आऊ। पापा यहीँ हुनुहुन्छ, आऊ आऊ। हेर्नुहोस् न स्पन्दन कति रमाइलो गर्दै आयो है। रमाइलो गर्दै आयो, खुसी भयो ऊ। अनि रुँदैन, झगडा गर्दैन, उसको राम्रो बानी छ। अनि हेर्नुहोस् न, हिँडेकै रोडमा रोकिनै मान्दैन। बल्ल बल्ल सेन्टरभित्र पसायौँ है। अनि खेल्दैछ ऊ सेन्टरभित्र, जहाँ पनि ऊ रमाइलो नै गर्छ, खेलिरहेको छ। अनि रविनाको पनि रिपोर्ट्सहरू राम्रै थियो, 6 month प्लस भयो। आशीर्वाद दिनुहोस् है उसलाई। उसको वेट लियौँ हामीले। 2 महिना अगाडि चाहिँ 12 kg थियो, अहिले चाहिँ 13 भएछ, 13 प्लस। राम्रो छ वेट गेन।
यता आऊ अदु दिदी आउनुहोस् अरे आऊ अरे अदु दिदी नामले अदु दिदी भन्नु पनि जानेको छ हेर्नुहोस् न स्पन्दनले बोलाउ न अदु दिदीलाई कति मिठो आइरहेछ हौ के मिठो थ्याङ्क यू भने दबाई खानु त उसलाई प्रब्लम छैन है अनि हेर्नुहोस् न अझै खानुपर्छ जस्तो गर्दैछ 2 हात जोडेर थ्याङ्क यू पनि भनिदियो अब चाहिँ हामी फर्केको अर्कै बाटो यताबाट चाहिँ टारी गाउँ जाँदो रहेछ कम्सी हामी चाहिँ यताबाट आएर यता बगरी चोकदेखि उकालो लागेको थाक्यो अब हामी घरतिर लाग्यौँ है थाक्यौँ पनि हिँडेर आएको लामो बाटो स्पन्दनको एनर्जी र स्टामिना त आमामामा कस्तो हिँडेको हिँडेर आयो प्रायः गाउँघर घुम्यौँ रमाइलो भयो हेल्थ सेन्टरको नाम गरेर है घुम्नुपर्छ बेला बेला साइड गाडी आयो साइड साइड भन्छ भाइले नि साइड लागेको हेर्नु यस्तो बाटो छ साइड साइड हेर्नु नि साइड लागेको हो अनि अन्तमा थ्याङ्क यू फर वाचिङ बाई बाई टेक केयर